are going to Gorkha village for to stay night stay, and we are here. How many people? 1, 2, 3, 4 people. हामी चाहिँ आज गोर्खा भिलेज जाँदैछौँ नाइट स्टेको लागि 4 फ्यामिली छौँ ल सी यु देयर बाई ठुलो छोरो साह्रै लजाउँछ भिडियो खिच्न भनेपछि चाहिँ उसको फेस देखाउनु हुँदैन अरे ल हेर्नु है सानो छोरो सरस सरस यहाँ हेर मम्मीलाई हेलो हामी चाहिँ आज क्याटरेक्ट ड्याम आएको छौँ हामी अन द वे टु गलवन गोर्खा हाउस जाँदै गर्दाखेरि हामीले यति राम्रो ठाउँ भेटेको छौँ यहाँ यो चाहिँ क्याटरेक्ट ड्याम हो जो पनि आउँदा हुन्छ यति राम्रो ठाउँ छ हामी यहाँ फ्यामिली अहिले 2टा फ्यामिली छौँ अनि हामी यहीँ बसेर नास्ता गर्दैछौँ सानो बच्चा हमारी माँ होस् यो चाहिँ हाम्रो अहिले नास्ता ल्याएर राखेको छौँ अब म रेडी गर्दैछु हामीसँग आज सादा छ खाजामा चाहिँ नास्तामा पुलाउ अनि सब्जी सब्जीमा चाहिँ सोयाबिन र चना अनि अचार छ बिहानै 9 बजेर 23 मिनटको खाना हाम्रो खाजा हामीले स्वाइप गऱ्यौँ चिया चाहिँ दिउँसो खाने भात चाहिँ बिहानलाई भयो यस्तै छ हुँदैछ केटाकेटीहरू खेलिरहेका छन् पार्कमा सबै आफ्नो आफ्नो रमाइलो गरिरहेछन् कति राम्रो कि यतिबाट हेर्दै हुन्छ यहाँदेखि चाहिँ नराम्रो छ बस्ने ठाउँ रहेछ नि त यहाँ रेस्ट गर्ने ठाउँ हेर्दा हेर्दा गलेर रेस्ट गर्ने ठाउँ छ किन चाहियो जानु न त 40,000 तिरिहालौँ भने क्याटरेक्ट ड्याममा आएको छौँ यहाँनिर चाहिँ एकदमै यहाँ चाहिँ पानी रिजर्भ गरेको रहेछ यहाँनिर अनि यही पानी चाहिँ फिल्टर गरेर हामीलाई खुवाउने अरे सरकारको चाहिँ नि यो छ न यसबाट टर्नाइटबाट तल बिजुली पनि निकाल्यो तल देखाइदियो त तर यहाँ चाहिँ तल
तलसम्म जाने बाटो छ यहाँबाट। यहाँ हाम्रा दिदीबहिनीहरू टिकटक बनाएर आउँदै हुन्छ। कति राम्रो ठाउँ के। अनि ऊ people are working there. See? So. ए हो रहेछ। को यो गोल्डन भिलेज फार्ममा आएको छौँ। यहाँ चाहिँ बस्नलाई अब एकदम राम्रो रहेछ ठाउँ हेर्दाखेरि डाँडा काँडा यही रहेछ। रमाइलो लाग्यो। एकदम रमाइलो थियो, एकदम रमाइलो ठाउँ। लु भित्र लिएर जाउँ त, हेरौँ त कस्तो रहेछ भित्र। आउँदै किचन रहेछ, यहाँ सानो किचन रहेछ। आलु यता एउटा लाउन्ज रुम रहेछ, राम्रो लाउन्ज रुम। यहाँबाट त्यो भ्यू हेरौँ न, कति रमाइलो। घोडा छ हो त्यहाँ पर देख्नु, राम्रो रहेछ। यहाँ चाहिँ आगो बाल्नलाई तयारी हुँदैछ। यो चुलो अगाडि भरिएको देखिन्छ। अनि हामी यो चुलोलाई अलिकति गहिर्याउँदैछौँ। त्यस पछाडि हामी यहाँ बारबिक्यू गर्ने, आगो बाल्ने, बेलुका बस्ने भन्ने हुँदैछ। राम्रो तयारी हुँदैछ। के पाक्दैछ भावना दिदी? भात पाक्दैछ, यता पनि भात छ, यहाँ चाहिँ आलुको भुजिया। आज दुई दुईवटा कुकरमा भात। अनि पुग्दैन धेरै ठाउँ, यतिले पनि पुग्दैन होला। ल यो चाहिँ के हो, आलु भाजी? अनि गुन्द्रुकको झोल बनाउने। साह्रै मिठो खान पाइन्छ जस्तो छ। यता कान्छी के गर्दैछौ? म यहाँ बसेर हेर्दैछु, सिकाउँदैछु कसरी पकाउने, कसरी पकाउँदा हाम्रो पनि यहाँ बिहान भएको छ, मजाले घाम लागेको छ बाहिर। आज रमाइलो दिन भएछ, त्यस्तो जाडो पनि छैन। कति राम्रो भ्यू देखेको यहाँबाट त, कति राम्रो भ्यू देखिएको छ। ओहो दिदी नमस्कार। नमस्कार। नमस्ते। नमस्ते। वहीँ थाक्नु होला। के छ खबर खाऊ? नमस्कार। बाबा के छ? के छ मम्मी? ठिक छ। ल